हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी मकै छर्न जानु लागेको। हाम्रो बारीमा आवाउरी चलेर यस्तो बिजोग छ। म चाहिँ यहाँ मकैको बिउ बोकेर हिँडिसकेँ। अनि आज म मकै झार्ने दिनभरि यो काम छैन। ओ आवाउरी चलेर बिजोग छ साथीहरु। अब तल भेटौँ ल, म तलै देखाइदिन्छु तपाईहरुलाई। साथीहरु, म चाहिँ आइसकेँ मकै छर्नलाई। लास्टै ढिलो भइसक्यो, 10 बजिसकेको छ। म चाहिँ आजभोलि लास्टै सुत्ने भएको छु कि। साथीहरु देखिसक्नुहुन्छ हाम्रो बारी। आज यहीँ हामी मकै छर्न लागेको। मकै छर्न लागेको। म बिउ बोकेर आइसकेँ। यस्तो अल्छी लागिरहेछ कि साथीहरु, के भएको हो, कति सुते नि निन्द्रै पुग्दैन यार। गोरु पनि जोडिसकेको छ हाम्रो अशोकले। अनि आज यहाँ रमासतिर चाहिँ छर्छौँ हामी मकै छरेपछि चाहिँ अनि ढुक्क हुन्छ, कामसाम पनि हुँदैन। चिलमा डुल्दै इन्जोय गर्ने हो, भिडियो खिच्दै के गाउँघरमै। साथीहरु, मकै, गोरु, अशोक अनि अब यहाँ टक्क यहाँबाट यसरी टक 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 झार्ने हो अरे दिनभरि। दुईजना अगाडि पछाडि दिनभरि पछि लाग्ने हो। कस्तो हुन्छ होला मलाई आज दिनभरि गोरुको पछाडि चर्को नचर्को घाम हावाहुरी त्यस्तै। हाम्रो मकै छर्ने क्रम जारी नै छ साथीहरु। म प्रो भइसक्यो, अब दुईटै हातले एउटा खेल्नु सक्छु म। हान्दा म त्यस्तो भइसक्यो यति अनि यति। रेस्ट टाइम त्यत्रो 20 बाटो पुगिसक्यो हाम्रो यो बिचसम्म। ल साथीहरु, अब हाम्रो चाहिँ सकिने लाग्यो। अब चाहिँ म जोड्नु पर्यो भनेर एकछिन। हाम्रो खाजा रहेको छ यस प्रकारको चाम्रे भात बिउ। साथीहरु ल, सलतिर चाहिँ सक्यो। अब यो माथि चाहिँ हाम्रो खाजा पनि खाइहाल्यौँ। अब माथितिर सिफ्ट हुनु पर्यो। म चाहिँ हाम्रो भैँसीहरूलाई टुर पठाउँदैछु है आज है। माथि आएको के हाम्रो भैँसीहरू आएको रहेछ, टुर लाने मान्छेहरू। त्यही भएर यसो यो हाम्रो यो निरजहरूको त्यो अर्को अशोकहरूको तल छ भैँसीहरू टुर पठाउनु लाग्यो। तपाईँहरूको ठाउँसम्म आइपुग्छ होला, राम्रोसँग मोमो खानु हेर्ने। यस्तो मासु यसको त फेरि 3वटा भैँसी चाहिँ सहर पठाइमा हाम्रो टुरमा टक्क घुमेर आउँछ यिनीहरू। त्यही हो, मेरो चाहिँ काम छ आज। यताकै काम सकेको छैन हाम्रो। बाई बाई भैँसी हो। साथीहरु, हाम्रो चाहिँ मकै पनि छरिसक्यौँ। त्यही भएर अब म एक भारी घाँस लिनु हेरेको। अलिक डोको चाहिँ च्यातेको छ। साथीहरु, बल्लमा टोक्ने घाँसको भारी चाहिँ हाल्यो है साथीहरु। घाँसको भारी हालियो। ल हल्कै रहेछ यो त भारी त। म यतिको त बोकिदिइहाल्छु नि साथीहरु। अब घाँस लिएर नि भैँसीलाई घाँस दिएर पनि म लाग्यो अब घरतिर साथीहरु। अब चाहिँ घर जानुपर्ने हुन्छ। लगाइज फाइनली घर आइपुग्यो। अब चाहिँ नुहाइ धुवाइ खानेर त्यो अघि हलीलाई खाना बनाइदिनु पर्ने छ यार। कुखुरा काटिदिनु पर्ने छ यार। आज एउटा कुखुरा काटेर खुवाउनु पर्यो। पहिले चाहिँ मेरो रुम छिरौँ अनि नुहाइ धुवाइ गरौँ, त्यसपछि खानाको लागि। ल साथीहरु, भाले बनेको पोथी खानु पर्यो आज। भाले त छँदै छैन, सानो सानो मात्रै छ। त्यही भएर आज हाम्रो होलीलाई चाहिँ अशोकलाई चाहिँ यही पोथी र लोकल ढिँडो अनि भात खानुपर्छ साथीहरु। ल अब चाहिँ सुरु हुँदैछ पट्टी। बत्ती गएर बिजोग छ। म यहाँ ढिँडो मार्छ भनेर दुईजना झिकाएको। एकछिनमा गर्न त्यस्तो काम चाहिँ हो। खाइसकेपछि कहाँबाट झिकाएको नि भन् न। कहाँबाट? ग्राउन्डबाट झिकाएको ढिँडो। ल मस्त चल्दैछ हाम्रो अर्ग्यानिक मासु त यहाँ पाकिसक्यो। बत्ती गएर बिजोग छ साथीहरु। अब ढिँडो र मासु खाने बेला नाकतिर गयो भने बिजोग हुन्छ। नाकतिर त 100% 1% नै जाँदैन हो। नाकतिर त
बरु भुइँतिर हात चाहिँ जानु सक्छ अर्को त्यसमा गयो भने भोटेमा दिउँसोको अलि हाम्रो अशोक राई त्योसम्म चाहिँ हुनसक्छ अलिक टाढा भयो आजको सबैभन्दा गाउँको धनी भनेको हामी 3 जना है हाम्रो भैँसी हो हामीले पढाएको गाडीमा आएर ल यसको चाहिँ 12वटा करङ भाजिदिनुपर्छ अरे कि त्यसरी मस्काउनु पर्छ अरे कि ढिँडो चाहिँ होइन अहिले चाहिँ यस्तै देखिहालिन्छ अब हेर्नु न पाडा छ हौ पाडा ल यस्तो भइरहेको छ ल अर्ग्यानिक ढिँडो मासु ल साथीहरू अन्तिममा चाहिँ हाम्रो कहाँ गयो हली लजाइसक्यो के हली उठ्न हौ लजाएर हलीलाई अन्तिम ढोक अब खाइहाल्यो अब खाएको चाहिँ भिडियो बनाउन सकिनँ अब तपाईँहरूले थुक दिनुहुन्छ पेट दुख्छ भनेर ल अन्तिम यस्तो छ है हाम्रो चलन अलिकति जुठो पार्नुपर्छ नि छर्किनुपर्छ त्योतिर हौ ल थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई बाई गाइस यस्तै छ है हाम्रो गाउँतिर